नै म चाहिँ अब बिहानको खानासाना खानुपट्टि लागेँ है। आज चाहिँ आलु र सिमी, त्यहाँदेखि लट्टे साग, अनि यो टिमुरको अचार, सिद्रा र बस्तीको त्यो सानो रमभेडा पिनेको, त्यो रमभेडा पिनेको अचार। अब खानासाना खाएर चाहिँ ड्युटी लाग्नुपर्छन्। दही दिदे दही भातसँग खानु पर्यो दही। यो चाहिँ अब सुक्खा हरियो चाहिँ दहीसँग खानुपर्छ, मिठो हुन्छ। अलिक कलिलो थिएन? डल्ले खोर्सानी पिरो भएछ है। अब सेन्ट एउटा मिठो हुन्छ डल्ले एक बोट भए पनि रोपिराख्यो भने खानुलाई दुःख हुँदैन।